नेक्स्ट डे आज चाहिँ डे 4 अब डे 4 को भ्लगको स्टार्ट चाहिँ हामी उठेर छिटो रेडी भएर अब यो झोलाको चाहिँ लाग्छ त भन्ने क्वेसनबाट लागि परेको छ कम अन यु क्यान डु इट यस ताली ये लाग्यो ये हामी यो भ्यूमा फोटो हान्दैछौँ भ्यू योर भ्यू माई भ्यू ओके आउटफिट चेक अब यहाँ राखेर आउटफिट चेक यो ब्लू त गान्धु पनि बनाउनु सुसु आएर हाम्रो के भयो त्यो काण्ड पछि कुनै दिन एक्सप्लेन गरौँ ल अहिले चाहिँ भागौँ समझ रहे हो भागौँ यो बिरामी चाहिँ सुस्तो छ यहाँ चाहिँ ढाड राम्रो हुन्छ अरे सबै पारेर जाओस् हाम्रो तिमी पनि चाहिँ भागले राम्रो हुन्छ हाम्रो भ्लग तिमी डराइछौ तिमी भन त छैन केही डराएको गुड द्याट्स द स्लो फ्रम हेलो भ्यूज नाइस टाइगर हाई ल जाम सबैजना बन्यो भन्दै फर्किनु गाडी यहाँको कुरा भनेको त्यो पारीसम्म जाने कि नजाने भन्ने सल्लाह हो टाढो गयो भने उता हाइकिङ गर्दा हामीलाई गाह्रो हुन्छ क्या राति भयो भने यसमा ट्रस्ट गर्नुपर्छ भागले राम्रो हुन्छ हामी यहाँबाट हेर्दैछौँ मेरो हजुरआमा यहाँबाट होइन पुल बनाएको छ भनेर हेर्न आयौँ होइन हजुरआमा त्यहाँ ठ्याक्क त्यो बाटोमै ल हाम्रो अब यात्रा सुरु भयो हामी अब घान्द्रुकको बाटोहरूसँग म भन्न चाहन्छु वेलकम टु घान्द्रुक वाला गेट आउँछ कोही खुसी नहो त्यहाँबाट यति लामो सिँढी चढ्नुपर्छ सोचेकै हुँदैन त्यो एकछिन बोक्रा एउटा केही बोकिँदैन अम्मा हालिन्छ हामी बाटो एकदम यस्तो छ है कुन भ्लगमा अम्बाको भ्लगमा अम्बा किन आज पाइते सुनिरहेको खै लट्ठी भनेको लप्सी सुनिरहेको थियो एकदमै त्यो हल्लिसक्यो क्या दिमाग अब त्यो भोलि बिहान बल्ल ठिक ठाउँमा है ये हमारा बैग है और ये हमारी चढ़ाई हो रही है शॉर्ट टाइम रह गया रे बाहुबली साम्राज्य अहिले नि म थाकेको छैन त्यही भन्छ न दही राजा त्यो भिडियोमा नखिच न त्यस्तो घोडीमा हाम्रो कति हिँड्नु छ थकै लाग्यो एकदम छैन लटी पनि नाच्छु हाई भन नमस्कार ठुली भए थकै लाग्यो हाई गाइस मेरो पत्रको नटिज हेर्नु के भयो त्यो कुरै कुरो लाग्छ कुरै हाई भन हाई ल जाम कुसँग गयो तिमी यस्तो बाटो त्यही त यो गेटले पत्ता ल जाम आइज
घान्द्रुक यस पानी घट्टा हो रे राहुल तिमी कहाँ हिँड्दैछौ ल भन नाउ वी आर गोइङ टु घान्द्रुक जाने गुन्द्रुक खाने सुत्ने थकै लागिसक्यो अब आइ त हाल्यो एकछिन हो सास फुल्यो मेरो त हत्तेरिका ब्याग भारी होला है यो रुम चाहिँ अब हाम्रो घान्द्रुकको अस्तिसम्म चाहिँ हामीले सबै 4 जनाको मात्रै पाथ्यौँ अब यहाँ 6 जनाको बेड छ राति हाम्रो बिस्तारैमा को आउँछ त्यसको लागि स्टे ट्युन्ड प्रतीक्षा गर्नु होला यही भ्लगमा उपलब्ध हुनेछ जानने के लिए देखते रहिए इस्माइल का यार भ्लग त्यसले भन्ने कि नहेर आउतुले हेरम तिमीहरू मेरो आँखाले बलात्कार गर्दैछौ है हेरम तिमी हेरम म त कसैलाई केही गर्दैन बिचरा मलाई राम राम यसको बाथरुम जाम बाथरुम अरे कहना क्या चाहते हो यो हाल्ने त मेरो युट्युबमा ब्लग हुन्छ म सोझी थिएँ गाइज जब स्मृतिलाई देखेँ सुरुको स्पेस उहीबाट बिग्रियो अनि त्यसपछि यसलाई यसले केही बुझ्दिन भन्नलाई त्यसपछि मैले सबै बुझ्न लाएँ बिचरा बुझिन भने सोझी थिएँ तर ऊ पनि उस्तो यस्तै हुन लाग्छ हामीहरूले कपडा फेर्दै थियो अरे अनि उसलाई लाज लाग्यो हामीलाई कति फाल्दै रहेछ हामीहरू लुकिरहेछ त्यसले कपडा फेरि जेल भयो ए भयो रे यत्रो छोडी अरूकैलाई पाएर लाग्छ तिमी अझै पनि मेरै हौ भनेर तर के गरौँ मेरो कर्म फुट्यो कि मेरो माया फुट्यो मेरो माया पुगेन गर्छु अझै तिमीलाई माया आउँछौ भने सधैँ साथ दिन हामी अब के भयो जान्छ हाम्रो त चारे खाएर ढिलो खाएर हेप्छन् यार कुर्सी नै नदिने रे त्यो हामीलाई त प्रिमियम कुर्सी 3टा होइन 4टा लैजाम यस्तरी कसको नजर लाग्यो जवानी बेरहम अचाना छूले मेरी चुनरी सनम कुछ ना मैं बोलूं तुझे मेरी कसम जवानी सर पे मेरे मैं क्या करूं जवानी बेरहम